जिन्दगी भने के रहेछ त ल सुरु गरौँ बाबुले हो कि कति बोल्दैन उलाई आउँछ स्पिच मलाई आउँदैन जिन्दगी भन्ने के रहेछ बाबु जिन्दगी भनेको लाइफ के रहेछ हैन लाइफ भनेको मलाई के सोच्यो भने life is like a menu हैन God gave us like a menu but we get to choose which one we want to live so the options honey the fate हैन हामी options so we can choose one path go that way त्यही हो हुन्छ ल हजुरलाई लाइफ के रहेछ भन्नु होइन आफूले भनेको बहुत चित्त बुझ्यो मलाई के रहेछ भने मेनु त मेनु नै हो आफूले कसरी जिउने भन्ने कुरा आफूमा निर्भर पर्छ म कसरी जिउने म अर्कित कसरी प्रस्तुत हुने त्यो नकारात्मक सोच्यो भने मान्छेको जिन्दगी पनि सफल हुँदैन झुकेर सफल भइहाल्छ भने पनि उले खुसी हुँदैन इट डजन्ट लास्ट त्यो खुसी हुँदैन कि सकारात्मक सोच्यो भने आफू पनि खुसी हुन्छ त्यसले अरूलाई पनि खुसी बनाउँछ कि सकारात्मक सोच्ने मान्छेले जिन्दगी उज्यालो देख्छ उसलाई अर्को रिस हुँदैन ईर्ष्या हुँदैन होइन अरूप्रति त्यो घृणा भाव पनि धेरै हुँदैन म थोरै सानो भइदिउँ अरूसँग झुक्दिएन के हुन्छ झुक्दिउँ भन्ने हुन्छ त्यसमा अनि ठुलोको सकारात्मक सोच रहेछ अनि ठुलो हाम्रो के छ नि पैसा पैसा भन्छौँ नि जस्तै आफूहरू अमेरिका बस्नुहुन्छ तपाईँको बाबाले कमाइदिएपछि त्यो गाउँको तिरकोलाई अझ बढी कमाउनु पर्छ क्या उनीहरूले देखासिखी गरे गर्नुपर्छ अनि गरिएन तिनीहरूका छोराछोरी 3 जना आएका कति रमाइलो गरेर हिँडिरहेको छ हाम्रो केही छैन टाइपको सोच्यो भने त्यसले दुःख भयो जिन्दगी सोचे भने के सोचे भने हुन्छ नि त सबै कुरो जिन्दगी आफ्नो जिउने म पनि खुसी छु होइन मेरो जिन्दगी चलेकै छ यो छ उ छ भनेर हाँस्यो भने ठुलो त्यो भयो मैले आजले त्यही भन्छु अरब सम्पत्ति भएर अरबको पिर लिन भन्दा थोरै पैसा होस् खुसी धेरै होस् अनि एबिलिटी टु अड्याप्ट हुने जोसँग पनि बाटोसँग पनि बोल्न सक्ने मिलियनियरसँग पनि सक्ने इजिली के त्यो कति लाइफ कति इजी है त्यो गर्दाखेरि त्यो छ जिन्दगी अब सबै रमाइलो छ गतलमा बसिरहेको छ भाइ बहिनीसँग भेट्न पाइरहेको छ हामीलाई पनि इक्वली रमाइलो भएको छ राधे 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 राधे